प्रिय तपाईँलाई आज विशेष गरी म मेरो पुस्तकबाट हाम्रो प्रार्थना किन सुन्नाइ हुँदैन भन्ने विशेष गरी 5वटा महत्त्वपूर्ण विषयहरूको बारेमा तपाईँलाई छिट्टो छिट्टो बताउन चाहन्छु। आज त्यहाँनिर धेरैवटा कारण छ जुन चाहिँ कारणले गर्दाखेरि चाहिँ हाम्रो प्रार्थना परमेश्वरले प्रार्थनाको उत्तर दिनुहुन्न, सुन्नुहुन्न भन्दा पनि उचित चाहिँ यो हुन्छ होला भन्न कि परमेश्वरले हाम्रो प्रार्थनाको के गर्नुहुन्न, उत्तर दिनुहुन्न परमेश्वरले। अनि घरमा पनि हुन्छ नि है, कोही बेला आमा बुवाहरूले भनेको कुरा सुन्ने मतलब भनेको कुरा सुन्ने छोराछोरीहरूलाई आमा बाउले फ्ल्याट्ट कतिवटा कुरा गरिदिइहाल्छ। अनि कतिजना छोराछोरी हुन्छ जसले चाहिँ आमा बाउले भनेको सुन्दैन, उनीहरूको लागि त्यो नसुनेको होइन, आमा बाउले सुन्यो तर उनीहरूलाई डिले गरिदिन्छ होइन। आमा बाउले नै के गरिदिन्छ भन्नुहोस् त, अहिले अलिक समय लाग्छ भनेर अलिकति डिले गरिदिन्छ, पर्खी भन्छ या के भन्छ, बाहना बनाइदिन्छ, या उहाँहरूलाई दिल खोलेर दिनु मन लाग्दैन। यसैले तपाईँले पनि आफ्नो जीवनमा धेरै अनुभव गर्नुभएको होला यस्ता कुराहरू कि परमेश्वरले मेरो प्रार्थना सुन्नुभएको छैन जस्तो अनुभव जीवनमा। आज मैले पनि धेरै गरेको छु कि परमेश्वरले मेरो प्रार्थना सुन्नु भएको छैन भन्ने अनुभव मैले धेरै गरेको छु। किनभने लाइफ हो नि त है, सबैचोटि परमेश्वरले दिनु भन्नु बित्तिकै ढ्यान्टाडान भनेर दिइहाल्नु हुँदैन, ड्राङ्ग दिइहाल्नु हुन्छ भन्ने कुरा पनि धेरैचोटि परमेश्वरले दिनुभएको छ त्यस्तो कुराहरू। तर धेरैचोटि मैले पनि अनुभव गरेको छु परमेश्वरले प्रार्थनामा अलिकति ढिलो गरेको जस्तो त्यो अनुभव मैले पनि गरेको छु, तपाईँले पनि पक्कै गर्नुभएको होला। र मैले मेरो पुस्तकमा विशेष गरी 5वटा कारण लेखेको छु। नम्बर 1 चाहिँ हाम्रो जीवनमा भएको गुप्तको पाप। दाउद राजाले पनि भन्दछ भन्सँग 66:18 यदि मैले मेरो हृदयमा अधर्मलाई आश्रय दिएको भए परमेश्वरले मेरो प्रार्थना सुन्नुहुने थिएन। पाप पनि परमेश्वरको चाहिँ केही सरोकार छैन। यदि तपाईँको प्रार्थनाको उत्तर आएको छैन भने यो कुरालाई विचार गर्नुपर्छ, कतै मेरो मनमा, मेरो हृदयको गुप्त कुनै कुनामा मैले गोप्य पापलाई चाहिँ आश्रय दिएको छैन, या अधर्मलाई चाहिँ मैले ठाउँ दिएको छैन, या मैले यस्तो कुनै पापहरू पनि छ कि जुन चाहिँ पाप चाहिँ मैले अझै पनि परमेश्वरलाई पश्चाताप गरेर क्षमा माग्नुपर्छ। मैले गल्ती गरेको छु, भुल गरेको छु कि म त्यसमा आई हेभ टु बी सरी विथ गड पो, कि परमेश्वरलाई मैले क्षमा माग्नुपर्छ कि भन्ने विषयलाई पनि हामी ध्यान दिनेछौँ। यदि म उत्तर दिन चाहन्छु तपाईँको प्रार्थनाको उत्तर आएको अनुभव गर्नुभएको छैन भने तपाईँले आफैले आफूलाई जाँच्नुहोस्, कतै मेरो मनमा मैले पाप त लुकाएको छुइनँ, यो कुरालाई हामी जाँच्छौँ। अनि अर्को कुरा चाहिँ के भन्दाखेरि अनाज्ञाकारिता। मैले सुरुमा तपाईँलाई उदाहरण दिए जस्तै एउटा छोराछोरी, आज्ञाकारी छोराछोरीलाई बुवा आमाले प्रायः जस्तो सबै कुराहरू नै गरिदिन्छ, तर अनाज्ञाकारी भनेको नसुन्ने, अटेरी, ढिट है, घमण्डी छोराछोरीहरूलाई, अनाज्ञाकारी छोराछोरीलाई बुवा आमाले, संसारिक बुवा आमाले पनि अलिकति उनीहरूलाई के गरिन्छ भन्नुहोस् त, उनीहरूले चाहेको कुराहरूलाई या त उहाँहरू टार्छ, या त कराउँछ, या त गाली गर्छ, या त दिँदैन है। त्यस्तो हुन्छ बुवा आमाको सम्बन्ध पनि। यति यो होइन कि परमेश्वरले त्यो छोराछोरीलाई माया गर्नुहुन्न, होइन, गर्नुहुन्छ। बुवा आमाले त्यो छोराछोरीलाई माया गर्नुहुन्न होइन, गर्नुहुन्छ, तर त्यसले बिगार्छ भन्ने कुराहरू चाहिँ बुवा आमालाई थाहा हुन्छ। यसैले सामुएलले पनि भन्नुहुन्छ होइन बाइबलको वचनमा कि होम बलि र बलिदानभन्दा बेसी परमेश्वरले आज्ञाकारिता नै के गर्नुहुन्छ, आज्ञा पालन रुचाउनुहुन्छ। आज्ञा पालन चाहिँ बलिदानभन्दा पनि के छ, उत्तम छ। यसैले अनाज्ञाकारिताले चाहिँ परमेश्वरलाई प्रसन्न तुल्याउँछ है, अप्रसन्न तुल्याउँछ, तर आज्ञाकारिताले चाहिँ परमेश्वरलाई के गर्छ, प्रसन्न तुल्याउँछ। यसैले यदि तपाईँको पनि प्रार्थनाको सुनवाई भएको छैन भने अनुभव गर्दै हुनुहुन्छ भने कतै म कुनै कुरामा परमेश्वरप्रति अनाज्ञाकारिता बनेको छुइनँ, यो कुरालाई पनि ध्यान दिनुहोस्। म छिटो छिटो तपाईँलाई भन्दैछु। अनि अर्को चाहिँ क्षमा नदिनु होइन। क्षमा नदिनु सक्नु भनेको चाहिँ तपाईँको मनमा अझै पनि त्यो कसैप्रति डाहा, ईर्ष्या, घमण्ड, पाप, फेरि कसैप्रति दुश्मनीको भावनाले जल्नु हो नि त, क्षमा दिनु नसक्नु। मैले अस्ति पनि भनेको थिएँ, जुन व्यक्तिले क्षमा दिनु सक्दैन त्यो व्यक्तिले दुईवटा च्यान खन्छ, एउटा आफ्नो लागि र एउटा अर्को व्यक्तिको लागि। अनि क्षमा दिने मान्छे चाहिँ एकदम नदिन सक्ने मान्छे एकदम कमजोर व्यक्ति हो, किनभने येशू ख्रीष्टले त हामी पापी छँदै येशू ख्रीष्ट कल्भरी क्रुसमा मर्नुभयो। यसैले यदि तपाईँ इसाई भएर पनि पटक्कै क्षमा दिन सक्नु भएको छैन भने समथिङ इज रङ विथ यु एन्ड यो रिलेसनसिप विथ क्राइस्ट। किनभने जसले ख्रीष्टलाई चिनेको छ उसले क्षमा दिन जानेको हुन्छ, किनभने ख्रीष्टले त आफ्नो शरीर नै हाम्रो लागि के गर्नुभएको छ, अर्पण गर्नुभएको छ। यतिसम्म कि येशू ख्रीष्टलाई मार्दै गर्ने व्यक्तिहरूलाई पनि येशूले के भन्नुहुन्छ भन्दाखेरि, हे पिता, यिनीहरूले केही पनि जान्दैनन्, यिनीहरूलाई क्षमा गरिदिनुहोस्। अनि अर्को कुरा चाहिँ के हो भन्दाखेरि मनमा शङ्का
है। आज तपाईँको प्रार्थना गर्नुभयो तर शङ्का गर्नु भनेको शङ्का गर्नु, प्रार्थना गरेर पनि शङ्का गर्नु भनेको चाहिँ के भन्दाखेरि मैले प्रार्थना गरेँ ठिक छ तर मेरो प्रार्थना सुन्नाइ भएन भन्नु हो। यसैले आज शङ्का गर्नु भनेको चाहिँ परमेश्वरलाई कुनै पनि विषय दिनु, फेरि पनि कुनै पनि विषयलाई दिएर चिन्ता गरेर हुँदैन भनेर शङ्का गरेर है नेगेटिभिटी मनमा हालेर फेरि आफैले त्यो लिनु हो है। तपाईँले गर्न सक्नुहुन्न फेरि म यही गर्छु भन्ने कुरा हो। अर्को कुरा चाहिँ शङ्का गर्नु भनेको चाहिँ परमेश्वरले गर्न सक्नुहुन्न भन्नु हो। अर्को कुरा चाहिँ परमेश्वरमा भरोसा छैन भन्नु हो। यदि तपाईँले प्रार्थना गरेर पनि शङ्कै गर्नुहुन्छ भने चाहिँ तपाईँको पाप, तपाईँको प्रार्थना चाहिँ यो पृथ्वीमा बाँचुन्जेल तपाईँको प्रार्थना कहिले पनि सुन्नाइ हुने छैन। यसैले आज याद गर्नुहोस्, कतै मेरो प्रार्थना सुनाइ भएको छैन, कतै मैले शङ्का त गरिरहेको छैन। हाम्रो प्रार्थना जब हामी गर्छ भने हामीमा 100% विश्वास पनि हुनुपर्छ कि परमेश्वरले मेरो प्रार्थना सुन्नुभएको छ, उत्तर दिनुहुन्छ, गर्नु नै हुन्छ। अनि अर्को चाहिँ गलत उद्देश्य। हामी जे पनि गर्छौँ त्यसमा हाम्रो उद्देश्य सही हुन जरुरी छ। गलत उद्देश्यमा जहिले पनि व्यक्तिगत स्वार्थ लुकेको हुन्छ। हाम्रो परमेश्वर हृदय जाँच गर्नुहुने परमेश्वर हुनुहुन्छ। यसैले धेरैचोटि हामी प्रार्थना गर्छौँ, हाम्रो उद्देश्य गलत हुन्छ। हाम्रो उद्देश्य चाहिँ खालि कोही बेला के हुन्छ भन्दाखेरि मलाई भइहाल्यो, मलाई, मेरो परिवारलाई, मेरो आफन्तलाई, मेरो मित्रहरूलाई हैन, मेरो मण्डललाई भयो। अनि धेरैचोटि हामी यस्तो प्रार्थना गर्छौँ, गलत उद्देश्य भनेको चाहिँ जुन चाहिँ प्रार्थना चाहिँ खास चाहिँ नगरिनु पर्थ्यो, हामी त्यो इन्टेन्सनले पनि प्रार्थना गर्छौँ। कसैलाई चोट लागोस् है, कसैलाई मरिहालोस्, कसैको क्षति भइहालोस् है, कसै बिमारी भइहालोस् हैन। यस्तो खालको गलत उद्देश्यहरू हुन्छ हाम्रो कि तपाईँलाई कुनैको थोक चाहिँ आवश्यकता छैन तर पनि तपाईँले प्रार्थना गरेर त्यस्तो प्रार्थनाहरू परमेश्वरले सुन्नुहुन्न। यसैले मैले तपाईँलाई 5वटा कारण बताएँ कि प्रार्थना परमेश्वरले कोही बेला सुन्नुहुन्न। हाम्रो जीवनमा भएको गोप्यको पाप, अनाज्ञाकारिता, गलत उद्देश्यले हामी प्रार्थना गर्छौँ, मनमा शङ्का हैन, यो कुराहरू चाहिँ आज तपाईँ मेरो जीवनमा नभएको होस्। प्रार्थना गर्दै गर्दा फेरि हामीले याद गर्नुपर्छ प्रिय, क्षमा नदिनु कसैलाई हैन। यसैले म उत्साह दिन चाहन्छु, यदि तपाईँको प्रार्थना सुनाइ भएको छैन भने अनुभवमा तपाईँ भएर जाँदै हुनुहुन्छ भने यो 5वटा बुन्दालाई तपाईँले चेक गर्नुहोस्, वेदर आई एम मिसिङ those things which actually I should do हैन। जुन चाहिँ कुरा चाहिँ मैले गर्नुपर्छ, यो महत्त्वपूर्ण कुराहरू के तपाईँ त्यो कुराहरूमा म चुकिरहेको छु कि भन्ने कुराहरू पनि याद गर्नुहोस्। परमेश्वरको वचनले आशिष दिउन् र यो छोटो शिक्षाबाट केही सिक्न मिलेको छ भनेर म विश्वास गर्छु। जय मसीह।